ओहायो गोजाइमास मिनासन आज भने मिनानो निहोंगो N5 अन्तर्गतको लेसन 2 को भिडियो लिएर आएको छु। लेसन 1 यो भन्दा पहिले नै मैले राखिसकेको छु भने लेसन 2 मा आज चाहिँ पढाउन गइरहेको छु र लेसन 2 मा विशेष गरी पढ्ने कुराहरू यहाँनिर चाहिँ लेखेको छु। त्यससँगै मैले तपाईलाई बताउने छु र तपाईहरु पनि कापी र सिसा कलम अथवा कापी र पेन लिएर चाहिँ मसँगै उच्चारण गर्दै लेख्न तयारी अवस्थामा रहनु होला भन्न चाहन्छु। र यो लेसनमा विशेष गरी हामीले पढ्नु पर्ने चाहिँ कोरे सोरे आरे अथवा कोनो सोनो आनो को बारेमा हो। कोरे सोरे आरे तो आतो कोनो सोनो आनो वा दो यु इमिडियसका के भन्ने अर्थ हो, यसको अर्थ नबुझिकिन हामीले गरेर गर्न सकिदैन हैन। त्यो भएको कारणले कोरे सोरे आरे अथवा कोनो सोनो आनो भनेको चाहिँ के हो त भन्दा यो त्यो र उ त्यो। अब यो त्यो उ त्यो भन्नाले के हो त भन्दाखेरि कोरे भनेको यो, अब यो कोरे यहाँ छ कोरे, कोरे र कोनोको मिनिङ एउटै लाग्छ। कोरे भनेको यो भनेको स्पिकर जो मान्छे बोल्दैछ त्यो मान्छेको नजिकको वस्तुलाई इन्डिकेट गर्दा कोरे अथवा कोनो भनेर भनिन्छ भने सोरे भनेको लिसनरको नजिकको वस्तुलाई, जस्तै सुन्ने मान्छेको नजिकको वस्तुलाई बताउने बेलामा हामीले चाहिँ सोरे भनेर बताउँछौं, त्यो भनेर बढाउँछौं, सोरे अथवा सोनो भनेर भन्छौं। सोरे अथवा सोनो भनेर भन्छौं भने आनो भनेको चाहिँ स्पिकर र लिसनरबाट टाढा भएको वस्तुलाई इन्डिकेट गर्दाखेरि आरे अथवा आनो भनेर प्रयोग गरिन्छ। यो कुरा बुझ्न जरुरी छ। कोरे सोरे आरेको र कोनो सोनो आनोको बारेमा लगभग हामीले मिनिङ बुझिसकेपछि यसलाई चाहिँ हामीले वाक्यमा प्रयोग गर्छौं र वाक्यमा म दुईटा यहाँ प्रयोग गरेको छु र त्यो भन्दा अरु पनि हामीले यहाँ सेन्टेन्स प्रयोग गर्छौं। अब कोरे सोरे आरे र कोनो सोनो आनोको मिनिङ एउटै भए तापनि यसको प्रयोगको बारेमा चाहिँ अलिकति फरक छ र त्यो फरकको बारेमा यहाँ बताउन गइरहेको छु। अब यहाँनिर मैले के लेखेको छु भन्दाखेरि कोरे सोरे आरे यो त्यो उ त्यो। कोरे सोरे आरेको पछाडी सिधा वा पार्टिकल लागेपछि मात्रै नाउन प्रयोग गरिन्छ भनेर भनेको छ भने कोनो सोनो आनोको पछाडी वा पार्टिकल नलागेर के त नाउन प्रयोग भएपछि मात्रै वा पार्टिकल लागेको छ है। अब यसको प्रयोग गरिसकेपछि यो सेन्टेन्स दिने अर्थमा चाहिँ मिनिङमा चाहिँ त्यति फरक नभए पनि प्रयोग गर्दाखेरि कोनो सोनो आनोको पछाडी सिधै वा पार्टिकल लगाउन मिल्दैन र कोरे सोरे आरेको पछाडी नाउन लगाउन मिल्दैन। पहिला वा पार्टिकल लागेर नाउन लाग्छ, यता चाहिँ नाउन लागेर वा पार्टिकल लाग्छ भन्ने कुरा बुझ्नु जरुरी छ, बुझ्नुपर्छ है। त्यसपछि मैले यहाँ दुईटा एक्जाम्पल बनाएको छु। जस्तै कोरेवा यो चाहिँ, यसले चाहिँ भन्छ के, कोरेवा यो चाहिँ वातासिनो खावाङ देश मेरो झोला हो। झोला पछाडी आएको छ, कोरेको पछाडी वा पार्टिकल लाग्छ, यो चाहिँ मेरो झोला हो भनेको छ भने कोनो खाबाङ भने के हो त झोला हो। कोनो खाबाङ वा वातासिनो देश यो झोला चाहिँ मेरो हो। यहाँनिर के भन्छ, यो चाहिँ मेरो झोला हो भन्यो। यहाँ चाहिँ के भन्छ त कोनो खाबाङ वा वातासिनो देश यो झोला चाहिँ मेरो हो। जस्तो यो चाहिँ मेरो झोला हो अर्थात यो चाहिँ मेरो झोला हो, यो झोला चाहिँ मेरो, त्यति भन्दाखेरि मात्रै फरक हो। तर सेन्टेन्स दिने अर्थमा त्यति फरक चाहिँ हुँदैन भनेर चाहिँ बुझ्नुस् है। कोरे सोरे आरेको पछाडी आउँदाखेरि सिधै वा पार्टिकल लाग्छ भने कोनो सोनो आनोको पछाडी नाउन आएपछि मात्रै वा पार्टिकल लाग्छ भन्ने कुरा बुझ्नु। जस्तै म एउटा एक्जाम्पल बनाउँछु। जस्तै सोरेवा, जस्तो यहाँ सोरेको प्रयोग गरे मैले। सोरेवा दारेनो तोकेई भने के होला, तोकेई देशका, तोकेई भनेको घडी हो है। त्यो चाहिँ कसको घडी हो भनेर यहाँ क्वेशन सोध्यो। त्यो चाहिँ कसको घडी हो भन्दाखेरि यो चाहिँ अब सोरेको जहिले पनि एन्सर दिँदाखेरि कोरे प्रयोग गरिन्छ। सोरे भन्यो भने त उताबाट सोरे भनेर मलाई भनेको छ, त्यो चाहिँ भनेर भनेको छ भने मैले त यो भनेर भन्छु। मैले जल भनिरहेको छु, उसले एन्सर दिने बेलामा चाहिँ कोरे भन्छ। त्यो कुरा बुझ्नु होला है। कोरेवा दारिनो तोकी देशका भनेर भनेको छ, कसको घडी हो, तोके भनेको घडी है। कोरेवा जस्तो राम सानो तोकेई देश, त्यो चाहिँ के हो त रामजीको घडी हो भनेर भन्यो कि। सोरेवा दारिनो तोकेई देशका, कोरेवा राम सानो तोकेई देश। जस्तै आरेवा दारिनो कुरुमा देशका, उ त्यो चाहिँ कसको गाडी हो भन्दाखेरि कसको गाडी हो त रामसाङकै हो।
आरेवा। आरेको एन्सर चाहिँ आरेमै आउँछ है, फेरि त्यो कुरा याद गर्नु पर्यो। आरे भनेको दुवैबाट टाढाको वस्तु हुन्छ, भन्ने मान्छे अथवा बोल्ने मान्छेबाट टाढाको वस्तु हो भनेपछि त सुन्ने मान्छेबाट पनि टाढाको वस्तु आरे भन्दा चाहिँ ऊ त्यो भन्ने मिनिङ लाग्छ। त्यहाँनिर चाहिँ आरे वा राम सान्न कुरुमा देश भन्ने हुन्छ भन्ने। अब कोनो सोना आनको पछाडि त के लाग्छ त, नाउन आएपछि मात्रै वा पार्टिकल लाग्छ भनेर भन्नेको छ। ल यसलाई पनि म एकवटा इक्जाम्पल बनाउँछु। अब कोनको गराए एउटा क्वेसन, आनो आनो के कुरुमा, ल कुरुमा वा दारेनो देशका, दारेनो नभएर अब दो कोनो भन्न नि सकिन्छ। आनो कुरुमा वा दारेनो देशका, आनो कुरुमा वा राम सानो देश। हेर्नु त, आनो कुरुमा वा राम सानो देश। यहाँ चाहिँ आनोको पछाडि कुरुमा आएपछि मात्रै वा पार्टिकल लागेको छ कि। अब कोनो सोना आनोको पछाडि वा पार्टिकल नलागेर के हुन्छ त, नाउन आउँछ, नाउन आएपछि मात्रै वा पार्टिकल लाग्छ भन्ने कुरा बुझ्नु, त्यति मात्रै हो। कोरे सोरे आरेको पछाडि वा पार्टिकल लाग्छ, कोनो सोना आनको पछाडि नाउन आएपछि मात्रै वा पार्टिकल लाग्छ भनेर बुझ्नु। त्यस पछाडि मात्र पछाडिको चाहिँ अरू कुरा हुन्छ र यो सेन्टेन्सले दिने मिनिङ चाहिँ त्यति फरक हुँदैन। ल कोरे सोरे आरे कोनो सोना आनको बारेमा म यति भने। यस पछाडि छ, यसमा पढ्नु पर्ने सौदेश, सौ ज्यारीमा चाहिँ सौदेशका। सौदेश भनेको हो भन्ने मिनिङ लाग्छ, हो भन्ने मिनिङ लाग्छ भने। सौ ज्यारीमा चाहिँ भनेको होइन भन्ने मिनिङ लाग्छ भने। सौदेशकाले के भन्छ त, हो र भन्ने मिनिङ हुन्छ। सामान्यतया लेसन 1 मा पढेको जस्तै एउटा क्वेसन भने यो सौदेशको लागि म एउटा क्वेसन बनाउँछु। जस्तै आनो हितो वा हरिसान देशका, ऊ त्यो व्यक्ति चाहिँ, ऊ त्यो मान्छे चाहिँ हरिजी हो भनेर भनेको छ। अनि एन्सरमा के भन्नु पर्यो त, यदि हरि भएको अवस्थामा हामीले के भन्नु पर्यो त, हाई भन्नु पर्यो। हाई सौ देश, हरिजी हो भनेको के। हाई सौ देश भनेको हो भनेको छ, हरिजी हो भन्ने मिनिङ लाग्छ नि। होइन भने के हो त, ए सौ ज्या हारी मासेन, होइन भन्ने मिनिङ लाग्छ। सौ ज्यारी मासेन भनेको होइन भन्ने मिनिङ लाग्छ। हामीले एक लेसनमा पढ्दाखेरि आनोहित वा हरिसान देशका भन्दाखेरि हरिजी भएको अवस्थामा हाई हरिसान देश भन्नेको थियो भने, हरिजी नभएको अवस्थामा त्यो मान्छे हरिजी रहेन रहेछ भने हामीले के भन्छ त, ए हरिसान ज्यारी मासेन भनेर प्रयोग गरेको थियो। अब त्यसैलाई चाहिँ यहाँ हामीले चाहिँ यसरी प्रयोग गरियो के त, हाई सौदेश, हाई सौदेश भन्नाले उसले भने जे भनेको छ त्यही नै हो भन्ने मिनिङ लाग्यो। हाई सौदेश अर्थात् ए सौ ज्यारी मासेन भनेर गर्यो है। ल यस पछाडि छ सौदेशका भन्छ। हो र केही कुरा जानकारी पाइसकेपछि दिने सोधिने प्रश्न हो। जस्तै राम सानो ओतो उतो वा ईस्या देश। हेर्नु त, रामजीको भाइ चाहिँ के हो त, ईस्या हो भनेर भनेको छ। तर मलाई थाहा छैन ऊ ईस्या हो कि होइन, तर कसैले भन्यो। जस्तै रामजीको भाइ चाहिँ डक्टर हो भनेर कसैले भनेको अवस्थामा मलाई रामजीको भाइ डक्टर हो कि होइन मलाई थाहा छैन, तर अरूले भन्यो भने रामजीको भाइ डक्टर हो भन्दाखेरि ए हो र भनेर भन्छ नि, त्यस्तै अवस्थामा प्रयोग गरिन्छ सौदेशका भनेर प्रयोग गरिन्छ। जस्तै के भयो त, सौदेशका ए हो र भनेर प्रयोग गरियो के। अब यसको एन्सर चाहिँ दिइराख्न पर्छ भन्ने हुँदैन। सौदेशका ए हो र भनेर भनिन्छ त्यही हो कि। अनोहित वा ईस्या देश, त्यो मान्छे चाहिँ के हो त, डक्टर हो। सौदेशका हो र भनेर भनिन्छ नि, त्यस्तो अवस्थामा सौदेशको प्रयोग गरिन्छ। हो र भनेर भन्दाखेरि प्रयोग गरिन्छ भनेर बुझ्नुहोस्। यो कहाँ आउँदा बित्तिकै क्वेसन हो, तर जानकारी पाइसकेपछिको कन्फर्म गर्दाखेरि सोधिने प्रश्न हो भनेर बुझ्नुहोस्। अब यस पछाडि छ खाखा प्याटर्न। यो खाखा भनेको प्रश्न सोद्धाखेरि, क्वेसन सोद्धाखेरि प्रयोग गरिन्छ। कस्तो अवस्थामा क्वेसन सोद्धाखेरि प्रयोग गरिन्छ भन्दाखेरि दुईवटा कुरामा कन्फ्युजन भएको अवस्थामा यो खाखा नानी नानी खा भनेर चाहिँ प्रश्न सोधिन्छ। प्रश्न हो यो।
दुईवटा कुरा जस्तै हामीले हिरागाना काटाकाना पढ्ने बेलामा सी मा हामी कन्फ्युजन भइएको थियो यो सी हो यो सु हो सी र सु हो सी अथवा चु यो दुईटा मध्ये एउटा अक्षर लेखेको छु मैले त्यो अक्षर सी हो कि चु हो कन्फ्युजन भएको थियो त्यही कन्फ्युजनको बारेमा जस्तै सेन्से सोनो सोरेवा सी देशका अथवा चु देशका भनेर सोधिने हो कि जस्तै दुईवटा कुरामा कन्फ्युजन दुई भन्दा बढी विषयमा के हो भन्ने अवस्थामा चाहिँ यो प्याटर्न प्रयोग गरिन्छ दुईवटा अवस्थामा एउटा कन्फर्म हो तर के हो भन्ने अवस्थामा प्रयोग गरिन्छ यो सी र चुमा यो लेखेको दुईटा अक्षर लेखेको होइन ल मानौ एउटै अक्षर लेखेको छ यो अक्षर लेखेको छ यो अक्षर चाहिँ के हो त सी हो कि चु हो भन्ने थाहा नभएको अवस्थामा सोधिन्छ जस्तै म एउटा क्वेसन नै बनाउँछु जस्तै सोरेवा सोरेवा सी नेपालीमै लेखेँ मैले सी देशका चु देशका यो चाहिँ दुईवटा कुरामा कन्फ्युजन लागेको अवस्थामा मात्रै सोधिने प्रश्न हो भनेर बुझ्नुस् है त सी हो कि चु हो भनेर भनेको छ अब लेखेको मान्छेलाई थाहा हुन्छ सी भए सी देश चु भए चु देश भनेर भन्ने भयो जस्तै ल मानौ त्यहाँ एकजना मान्छे उभिरहेको छ त्यो मान्छेको नाम हरि हो कि राम हो थाहा छैन अब राम र हरिमा एउटा हो कन्फर्म तर राम हो कि हरि हो थाहा नभएको अवस्थामा यो प्याटर्नमा प्रयोग गरिन्छ जस्तै आनोहितो भनेको त्यो व्यक्ति आनोहितोवा त्यो मान्छे चाहिँ आनोहितोवा रामसान देशका हरिसान देशका हेर्नु त यहाँ क्वेसन भयो के हो त त्यो व्यक्ति चाहिँ रामजी हो कि हरिजी हो राम र हरिमा त्यो मान्छेको नाम राम र हरि मध्ये एउटा हो भन्ने थाहा भएको अवस्थामा मात्रै यो प्याटर्नको प्रयोग गरिन्छ यो प्याटर्नमा क्वेसन सोधिन्छ त्यो मान्छेको नामै के हो भन्ने अवस्थामा चाहिँ यसरी सोधिँदैन दुईटा मध्ये एउटा कन्फर्म हो राम पनि हुन सक्छ हरि पनि हुन सक्छ उसको नाम यो दुईटा भन्दा अर्को नाम होइन भन्ने अवस्थामा यसरी प्रयोग गरिन्छ आनोहितो वा रामसान देशका हरिसान देशका भनेर क्वेसन भनेको छ भने एन्सरमा चाहिँ अब राम रहेछ भने रामसान देश हुने भयो इफ हरिसान रहेछ भने के हो त हरिसान देश भनेर एन्सर लेख्न सकियो ल यो लेसनमा हामीले पढ्ने भनेको ल यति नै हो अब अन्त्यमा चाहिँ यो लेसनमा पढेको कुराहरूलाई म चाहिँ सरसर्ती एकचोटि चाहिँ रिभिजन गराउन चाहन्छु जस्तो फर्स्टमा हामीले कोरे सोरे आरे कोनो सोनो आनको बारेमा पढेको छ कोरे सोरे आरे र कोनो सोनो आनको मिनिङ एउटै हो कोरे यो अथवा कोरे र अथवा कोनो भनेको यो सोरे अथवा सोनो भनेको त्यो आरे अथवा आनो भनेको त्यो भन्ने मिनिङ लाग्छ कोरे सोरे आरे कोनो सोनो आनो है यो त्यो उ त्यो बोल्ने मान्छेको नजिकको कोरे अथवा कोनो सुन्ने मान्छेको नजिकको सोरे अथवा सोनो र दुवैबाट सुन्ने र लिसनर र स्पिकरबाट टाढाको लोकेसनको वस्तुलाई इन्डिकेट गर्दाखेरि के भनेर गरिन्छ त आरे अथवा आनो भनेर प्रयोग गरिन्छ यसमा प्रयोग के हो त भन्दा कोरे सोरे आरे पछाडि वा पार्टिकल लागेर मात्रै नाउन आउँछ भने कोनो सोनो आनोको पछाडि नाउन आएपछि मात्रै वा पार्टिकल लाग्छ भनेर बुझ्नु पर्यो त्यही प्रयोग गरेको छ र सेकेन्डमा भनेको छ स्वदेश स्वज्यारीमासेन र स्वदेशका भनेर भनेको छ स्वदेश भनेको ओ हो भनेको हो भने स्वज्यारीमासेन भनेको होइन भनेको त्यसपछि स्वदेशका भनेको ए हो र भनेर मिनिङ लाग्छ जस्तै मैले इक्जाम्पल बनाउँछु जस्तो स्वदेश भन्दै आनातावा गाकुसेई देशका आनातावा निहोंगो नो गाकुसेई देशका भनेर सोध्यो भने इफ उ जापानिज भाषाको निहोंगो नो गाकुसेई भएको अवस्थामा मैले के भन्नु त हाई स्वदेश भनेर भन्ने भयो के लेसन 1 मा हामीले पढ्दाखेरि के भन्ने थियो त हाई वातासी वा गाकुसेई देश हाई वातासी वा निहोंगो नो गाकुसेई देश तो भनेर भनिएको थियो भने यहाँनिर भएको अवस्थामा हाई स्वदेश भनिन्छ र नभएको अवस्थामा चाहिँ लेसन 1 मा पढ्दा इए वातासी वा गाकुसेई ज्यारीमासेन भनेर पढेको थियो भने यहाँनिर के हो त इए सो ज्यारीमासेन भनिन्छ भने अन्तिममा छ स्वदेशका हो र भनेर भनेको छ हो र भन्दा बित्तिकै के हो त कन्फर्म गरिने प्रश्न हो भन्दा हुन्छ जस्तै यहाँ मैले इक्जाम्पल बनाएको छु के भन्दा राम सान्नो ओतो वा इस्या देश रामजीको भाइ डाक्टर हो र अब यो हो र भन्ने मान्छेलाई पहिला थाहा थिएन तर अहिले थाहा पायो
पहिला थाहा थिएन, अहिले जानकारी पायो, थाहा पायो कि रामजीको भाइ चाहिँ के हो त डाक्टर हो भन्ने थाहा पायो। त्यस्तो अवस्था हो र भनेर भन्छ। ओके, यस पछाडि छ खा खा, नानी नानीका, नानी नानीका। यो कस्तो अवस्थामा प्रयोग गरिन्छ भनेर मैले अघि नै पनि भनिसकेँ। दुईवटा कुरामा कन्फ्युजन छ, यो हो कि त्यो हो भन्ने कुरामा कन्फ्युजन छ। मैले यहाँ सी र चुको कुरा गरेको थिएँ, सी हो कि चु हो। जस्तै सी, यो अक्षर एउटा छ तर यो सी हो कि चु हो कन्फ्युजन भयो। सी र चु मध्ये एउटा हो तर के हो त, सी हो कि चु हो भनेर कन्फ्युजन भएको अवस्थामा प्रयोग गरिन्छ सोरेवा सी देशका चु देशका। त्यो चाहिँ सी हो कि चु हो भनेर प्रयोग गरेको छ। त्यसरी यस्तो अवस्थामा सोधिन्छ दुई वा दुई भन्दा बढी। अब अरू कुरा के हो भन्ने अवस्थामा चाहिँ यो प्याटर्न प्रयोग गरिँदैन भनेर भनेको छ। अब के हो त, सी भए सी देश भन्ने भयो, चु भए चु देश भन्ने भयो। त्यसपछि छ आनोही तोवा रामसान देशका हरिसान देशका। मैले भने त्यहाँ उभिरहेको त्यो मान्छे चाहिँ राम हो कि हरि हो, यो सोध्ने मान्छेलाई के थाहा हुन पर्यो भन्दा राम र हरि मध्ये एउटा नाम हो तर राम हो कि हरि हो थाहा छैन। त्यस्तो अवस्थामा सोधिन्छ यो प्याटर्नमा। आनै त रामसान देशका हरिसान देशका। अनि त्यहाँ भएको मान्छेले के भन्छ त, राम रहेछ भने रामसान देश भन्छ, हरि रहेछ भने हरिसान देश भनेर भन्छ। अब लेसन 2 को क्लास चाहिँ यति नै। अब जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। त सँगै लाइक अनि सब्सक्राइब त गर्नै पर्यो नि है भन्दै आजको मिनानो निहोंगो N5 लेसन 2 को भिडियो यही अन्त्य गर्दछु। हस्त, धन्यवाद।